नमस्ते, मेरो नाम दिविन पोखरेल हो। म स्यान डिएगो क्यालिफोर्निया नजिकै रहेको इमिग्रेसन ल फर्म रेड इगल ल एलसीमा काम गर्छु। यो भिडियो स्टेट डिपार्टमेन्टले जनवरी 21, 2026 लागू गरेको 75वटा देशमाथिको इमिग्रेन्ट भिजा इस्युएन्स पजको बारेमा हो। यो 75वटा देशमाथिको इमिग्रेन्ट भिजा पज कानुनी रूपमा ठिक हो कि होइन भनेर च्यालेन्ज गर्न हामी एउटा ग्रुप लसुट रेडी गर्दैछौँ, तयारी गर्दैछौँ। यो ग्रुप लसुट चाहिँ युएस डिस्ट्रिक्ट कोर्ट फर द डिस्ट्रिक्ट अफ कोलम्बियामा फाइल गरिनेछ। यो ग्रुप लसुटमा पार्टिसिपेट गर्न 3वटा रिक्वायरमेन्ट पुरा हुनुपर्छ। फर्स्ट चाहिँ तपाईँको इम्प्लोइमेन्ट बेस्ड वा फ्यामिली बेस्ड इमिग्रेन्ट भिजा एप्लिकेसन हुनुपर्छ। डिबी 2026 को एप्लिकेन्टहरूको लागि यो लसुट होइन, उहाँहरूको लागि हामीले अर्को एउटा मुद्दा तयार गर्दैछौँ जुन तपाईँहरूले हाम्रो टिमको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ। दोस्रो कन्डिसन चाहिँ तपाईँले DS-260 सब्मिट गरिसकेको हुनुपर्छ र तपाईँलाई इमिग्रेन्ट भिजा केस नम्बर आइसकेको हुनुपर्छ। DS-260 भर्खरै सब्मिट गर्नुभएको भए पनि वा इन्टरभ्यू अटेन्ड गरिसक्नु भएको भए पनि दुवै अवस्थामा तपाईँले यो लसुटमा पार्टिसिपेट गर्न सक्नुहुन्छ। अनि तेस्रो चाहिँ यो 75 कन्ट्रीलाई इमिग्रेन्ट भिजा पज गरेको च्यालेन्ज गर्ने अरू कुनै पनि लसुटमा पार्टिसिपेट गरेको हुनु हुँदैन। डेडलाइनहरू चाहिँ हाम्रो यो लसुट फाइल गर्ने पार्टिसिपेट गर्ने डेडलाइन चाहिँ February 6, 2026 भित्रमा अनबोर्डिङ गरिसक्नुपर्ने हुन्छ। अनि हामी यो लसुटको कम्प्लेन February 20, 2026 फाइल गर्ने हाम्रो प्लान छ। इम्पोर्टेन्ट डिस्क्लोजर ध्यान दिनुपर्ने कुराहरू चाहिँ धेरै इमिग्रेन्ट भिजा एप्लिकेन्टहरू त्यो 75 कन्ट्री पजबाट अफेक्टेड हुनुहुन्छ, तर अहिलेको सिचुएसनमा गभर्मेन्टले 40वटा देशहरूलाई एडिसनल भिजा पजको माथि ट्राभल ब्यान पनि लगाएको छ। यो लसुटले 40वटा देशहरूलाई गरेको ट्राभल ब्यानलाई चाहिँ च्यालेन्ज गर्दैन। नेपाल त्यो ट्राभल ब्यानको लिस्टमा नभएकोले यो लसुटले नेपालीहरूलाई हेल्प गर्न सक्ने चान्सेस छ। एउटा इम्पोर्टेन्ट नोट चाहिँ यो लसुट अरू सबै लसुट जस्तै जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन। हाम्रो टिमले सकेसम्म स्ट्रङ केस कोर्टको अगाडि राखेर हाम्रो प्लेन्टिफहरूको डिसिजन चाँडै दिन अपिल गर्ने हो। केसको रिजल्ट चाहिँ हाम्रो हातमा हुँदैन। साथै यो क्लास एक्सन लसुट पनि होइन। यसको मतलब अदालतसँग रिलिफ माग्दा हामीले हाम्रो लिस्टमा रहेको प्लेन्टिफका लागि मात्र रिलिफ माग्नेछौँ। यो लसुटमा नहुने एप्लिकेन्टका लागि चाहिँ यसले हेल्प गर्दैन। अब प्राइसिङको कुरा गर्दा अटर्नी फी यो लसुटको लागि प्राइमेरी एप्लिकेन्टको लागि $2000 हुनेछ। यो फीमा सबै डेरिभेटिभ फ्यामिली मेम्बर्सहरू, त्यसको मतलब चाहिँ फ्यामिली साइज जति भए पनि एक्स्ट्रा चार्ज लाग्दैन। सो $2000 पुरै फ्यामिलीलाई इन्क्लुड गरिन्छ। यदि तपाईँको IR5 पेरेन्ट क्याटेगोरीबाट अप्लाई गर्दै हुनुहुन्छ र तपाईँको 2जना पेरेन्ट्स हुनुहुन्छ भने यो मुद्दामा भाग लिन 1जनाको मात्र फी लाग्नेछ। अनि पेमेन्ट टर्म्स चाहिँ $1000 चाहिँ सुरुमा एप्लिकेसन भरेर अनबोर्डिङको बेलामा तिर्नुपर्ने हुन्छ भने बाँकी $1000 चाहिँ एन्ट्री पछि तिर्दा हुन्छ। बाँकी रकम 4 महिनामा $250 पर मन्थको इन्स्टलमेन्टमा पनि तिर्न सक्ने हाम्रो अप्सन हाम्रो टिमले राखेको छ। एउटा इम्पोर्टेन्ट नोट चाहिँ यदि तपाईँ यो लसुटमा सहभागी हुनुहुन्छ र तपाईँको केसको प्राइमेरी एप्लिकेन्टलाई भिजा इस्यु भयो भने बाँकी रहेको डिफर्ड पेमेन्ट जुन $1000 हुन्छ त्यो तिर्नु तपाईँको रेस्पोन्सिबिलिटी हुन्छ। यो डिफर्ड पेमेन्ट कोर्टबाट फेभरेबल अर्डर आएपछि मात्र तिर्ने भन्ने कन्डिसन होइन। अन्त्यमा यदि तपाईँहरूलाई थप क्वेसन छ भने प्लिज हामीलाई कन्ट्याक्ट गर्नुहोला। अनि यदि तपाईँ यो लसुटमा सहभागी हुन चाहनुहुन्छ भने तल दिएको लिङ्कमा गएर रेड इगल लको वेबसाइटबाट अनबोर्डिङ प्रोसेस अनलाइन नै गर्न सक्नुहुन्छ। यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।